संसदीय सुनवाई समितिले प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नाम अनुमोदन गरेको छ। संसदीय सुनवाईपछि शर्माको नाम प्रधान न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको सिंहदरबारमा मंगलबार बसेको सुनवाई समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। अब राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। शर्माले संसदीय सुनवाई समितिमा न्यायिक सुधार सम्बन्धी आफ्नो कार्ययोजना पेश गर्नुभएको थियो। साथै सांसदहरूले सोधेका प्रश्नहरूको पनि जवाब दिनुभएको थियो। सुनवाईका क्रममा सांसदहरूले दरपीट विरुद्धको निवेदन दर्ता नगर्न दबाव दिएको, अदालतमा ग्रुपिजम रहेको र एनसेलको कर विवाद लगायतका मुद्दामा गरेका फैसलाबारे पनि सवाल उठाएका थिए। संवैधानिक परिषदको गत वैशाख 24 गते बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद बैठकले चौथो वरियतामा रहनुभएका शर्मालाई सिफारिस गरेको थियो। यससँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोडिएको छ। संवैधानिक परिषदको बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिस गरेको निर्णयमा परिषदका सदस्य द्वय राष्ट्रिय